नमस्कार सबैजनालाई। नेपाल सरकार मन्त्री परिषद 2083 वैशाख 2 गते को बैठकको मुख्य निर्णयहरू म पढेर सुनाउँछु। पहिलो नम्बरमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोषमा स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क 1 मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने, आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र शाखा अधिकृत, ठूलो करदाता कार्यालय तथा मध्यम स्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृत र कर अधिकृत, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत र कर अधिकृत तथा 52वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा तोक्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने, नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच हस्ताक्षर सम्पन्न भएको नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता 2082 फागुन 5 मा हस्ताक्षर गरी स्वीकार गरिएको सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेश गर्ने, संगठन तथा व्यवस्थापन संरक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड 2082 स्वीकृत गर्ने, सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा पूर्व न्यायाधीश श्री पुरुषोत्तम पराजुली, पूर्व न्यायाधीश श्री चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक श्री गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट श्री प्रकाश लम्साल सदस्य रहेको विक्रम सम्वत 62-63 देखि हाल 82-83 सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुक छानबिन आयोग गठन गर्ने, 2082 भदौ 23 र 24 गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक प्रसाद राई सदस्य रहेको समिति गठन गर्ने आजको निर्णय धेरै कुरा चाहिँ यो कर्मचारी विधेयक चाहिँ अघि बढाउने अध्यादेश ल्याउने भन्थ्यो, त्यो विषय चाहिँ कहाँ पुग्यो? होइन, त्यो विषयमा आजको मन्त्री परिषदमा केही छलफल भएको छैन। आजको निर्णयहरू यति नै छन्। यो सम्पत्ति विवरण यहाँले पेश गर्नुभयो, यसलाई सबैले सकारात्मक ल्याएको छ, तर यसको स्रोत चाहिँ खुलेन, त्यो पनि खोले धनी राम्रो हुने थियो भन्ने कुरा आइरहेको छ। स्रोत धेरै जस्तोमा खोलेकै देखिन्छ। सम्पत्ति शुद्धिकरण सम्पत्ति हामीले त्यो हेर्दाखेरि छेउमा स्रोत कहाँबाट आएको भन्ने सेक्सन पनि छ, त्यता धेरैले खोल्नु नै भएको छ। यसै पनि हामीले 62-63 देखि आजसम्म प्रमुख राजनीतिक पदमा बस्नु भएको सबैको सम्पत्ति छानबिन गर्नको लागि नै समिति बनाएका छौँ। अब त्यो त अहिलेको सरकारले जसरी पारदर्शी रूपमा आफ्नो सम्पत्ति विवरण खुलाउनु भएको छ, लगायत यसभन्दा अगाडि 62-63 देखि आजसम्म जति पनि सरकारमा बस्नु भएको उच्च राजनीतिक पदमा बस्नु भएको छ सबैको सम्पत्ति छानबिन गर्न त समिति आज हामीले बनाएको नै छौँ। त्यसको समयावधि कति दिएको? यसको समयावधिको बारेमा थप भोलि भइसकेपछि आउँछ। अहिलेको लागि चाँडोभन्दा चाँडो यो समिति मात्रै, यसपछि फेरि 46 सालदेखिको पनि गर्न बाँकी नै छ। अहिलेको लागि चाहिँ सुरुमा 62-63 देखि आजको लागि चाहिँ हामीले प्राथमिकतामा राखेको छौँ।